नमस्ते म चाहिँ आएको छु मेरो मितिनीको होटलमा हुक्का एन्ड ब्याम्बू होटल जहाँ चाहिँ यो नागार्जुन यो रामकोट जाने बाटोमा पर्छ सीता पाइलाबाट आउन सक्नुहुन्छ हैन एन्ड जस अहिले पुरै नर्मली बनिहालेको छैन तर बन्दैछ ओपनिङ पनि भएको छैन बन्दैछ सो यही हो अब म इन्ट्रान्स गर्न जाँदैछु के गर्छु र कसो गर्छु म तपाईँहरूलाई देखाउने नै छु हैन जस म आएको ठाउँमा आउनुहोस् गाइस भन्न चाहन्छु डु सपोर्ट स्मल बिजनेसहरू है त्यही भन्दै तपाईँहरूलाई म देखाउने छु है त पन्ड पनि रहेछ एज यु क्यान सी सानो पन्ड बनाउनु भएको रहेछ अनि दे हेभ अ बिग स्पेस अहिले स्टिल बन्दैछ ठिक छ अहिलेसम्मलाई राम्रो छ मन परेको छ राम्रो लाग्यो होइन ल गाइस अब एकैछिन रेस्ट गरेर अब यसो चिसो खानु पऱ्यो अनि चिसो खाएर तपाईँहरूलाई फेरि भिजिट गराउने नै छु मेरो मितिनी चाहिँ यहाँ हुनुहुन्छ उहाँ चाहिँ मेरो मितिनी हामी बुढी भइसक्यौँ हामी सानैदेखिको मितिनी 4 क्लासदेखिको मितिनी हामी भन्दै तपाईँहरूलाई एकछिनमा देखाउने नै छु खाएको पनि देखाउने नै छु ल ड्रिङ्क गरेको पनि देखाउने छु चिसो खाएको पनि देखाउने नै छु सपोर्ट गरिदिनु होला सानो बिजनेसलाई है यहाँ माछा हो मि राखेछ बल्ल राखेको हो ओके कस्तो थाहा हुनु पर्दैन अनि भोलि पर्सि प्रमोट गर्दा पनि आफूले अनि अब थाहा हुनुपर्छ नि त अनि के छ त्यहाँ भनेर सोद्धा माछा छ मि यो त्यो भन्न पायो नि त अनि ए ल त्यही भन्दै है त गाइस स्टे ट्युन मेरो छोराले अर्डर गरेको छ चिज कोर्न डग अब उहाँले आज फर्स्ट टाइम स्प्राइट खानुभएको छ डेस्टिनी मेरो छोरी डेस्टिनी त्यसो नगर न बच्चालाई अब फुडको पनि रिभ्यू दिन्छु गाइस तपाईँहरूलाई फुड कस्तो छ रिभ्यू त दिनै पऱ्यो जेन्युन रिभ्यू होइन अब खाएको छु अब सबै चिज अब ठाउँ चाहिँ एकदम राम्रो छ अझै देखाउनेवाला नै छु तपाईँहरूलाई हेर्दै गर्नु होला है बिस्तारै स्लोली देखाउँछु नातिकन म मेरो मितिनीको छोरीसँग हेर्ने मेरो मितिनी छोरी म यसरी बसेछौँ हामी क्युची यसरी बसेछौँ हेर्नु नि दङ्ग परेर हाँसेको छोरी हाँसेको ओहो रोहित दाई जस्तो रे तिमी रोहित मामाको जस्तो एउटा गुण पनि छैन तिम्रो कोर्न डग आउनुलाई है तपाईँको छोरी नि सेल्फ लभर हुन्छ किन थाहा छ आफै एक्लै हाँस्ने अनि आफै एक्लै यसो भिडियो हेऱ्यो भने हाँस्ने अनि है छ फेरि हाँस्छु त अनुहार हेरेर कोही हुन्छ नि त्यो आफूलाई अब हाम्रो बेला यसो लेडिज गफ हुन्छ यहाँ यसो टक्क लाएर रमाइन्छ तपाईँहरूलाई मैले देखाएँ त्यही चाहिँ कटेज ओभर यो है अनि ठाउँ चाहिँ ठुलो ठाउँ छ उताको पनि जग्गा लिनुभएको छ उहाँहरूले यो ऐसेलुको बोट हो कि होइन होइन म त ऐसेलुको जस्तो यहाँ पन्ड पनि सानो छ जग्गाहरू थुप्रो छ यहाँ लिनुभएको अझै स्टिल इट्स हि अर्डर कोर्न डग राइट कोर्न डग कस्तो छ सानो रिभ्यू देऊ फुडको मिठो छ कि छैन भन न मिठो छ मिठो लाग्यो डु भिजिट गाइस तपाईँहरू पनि सपोर्ट गरिदिनु होला आउनु होला यो चाहिँ नागार्जुन सीता पाइला पर्छ यो ठाउँ चाहिँ त्यहाँबाट तपाईँहरू बाफल जाने बाटो के चोक र ठ्याक्यो अघि हामी महाकाल चोक आइसकेपछि चाहिँ तपाईँहरू लेफ्ट होइन लेफ्ट लागेर सिधै आउनुभयो चाहिँ तपाईँले चाहिँ तलपट्टि चाहिँ देख्नुहुन्छ एम्बियन्सतिर नजानुहोस् फुडमा जानुहोस् सबैजना म त्यही नै भन्छु कसैलाई चाहिँ एकदमै झिलिमिली मनपर्ने हुन्छ एम्बियन्स एकदम खतरा होस् भन्ने हुन्छ होइन तर एकदम अर्ग्यानिक ठाउँ छ अझै बनेको छैन अझै बन्दैछ होइन अब कुखुरा सुखुरा पनि राख्नु भएको छ तपाईँहरूलाई लोकल कुखुरा पनि छ मेरो आफ्नै मितदाई मेरो आफ्नै दिदीको मेरो मितिनीको होटल हो आउनु सक्नुहुन्छ तपाईँहरू ट्राई गर्न सक्नुहुन्छ फ्रेन्डसँग आउन सक्नुहुन्छ होइन अनि दे हेभ अ कटेज यस्तो टाइपको बनाउनु भएको छ पन्ड छ तपाईँहरूलाई देखाइरहेको छु अहिले फेरि देखाउनेवाला पनि छु है मैले यहाँ आएर चाहिँ कोर्न डग अर्डर गरेँ मेरो छोराले खायो अनि उसकोबाट रिभ्यू लिँदा चाहिँ मिठो भनेर भन्यो अनि त्यसपछि मैले चाहिँ
यहाँ छोइला मगाएँ, एउटा प्लेट छोइला सिद्धो, एउटा प्लेट छोइला खाएँ अनि एटलिस्ट इट्स टेस्टी फुड वाइज जानुहुन्छ भने इट्स भेरी टेस्टी अनि फुड टेस्टी चाहिँ अहिले भर्खर बन्दैछ यो ठाउँ तपाईँहरू पनि आउन सक्नुहुन्छ अब आउनु त हुँदैन होला तपाईँहरू मैले भने पनि तर समटाइम्स वेनेभर यो तपाईँहरू यो बाटोमा आउनु पऱ्यो भने चाहिँ आउनुहोस् होइन फुडहरू मिठो छ लोकल कुखुरा पनि अभाइलेबल छ सानो कम गर न बाबा लोकल कुखुरा पनि अभाइलेबल छ डोन्ट डु द्याट नगर त्यस्तो बच्चाहरू त्यस्तै हो अनि त्यही भएर चाहिँ आउनु होला अनि मेरो मितिनीको ठाउँ भनेर भन्न खोजेँ होइन तर म तपाईँहरूलाई कति ठाउँहरू पोखरादेखिको ठाउँहरू एक्सप्लोर गराइरहेको छु जहाँ चाहिँ फुडदेखि लिएर सबै रिभ्यूहरू दिइरहेको हुन्छु अनि इट्स एक्चुली गुड यहाँ पनि भाइब एकदम रमाइलो छ इभिनिङमा आउनुभयो भने तपाईँहरूले अब पन्ड छेउमा पन्ड छ अब भर्खर बन्दैछ फेरि तपाईँहरूले ओबे कस्तो ठाउँ भन्नु होला तर एभ्रिथिङ सबैजनाले आफ्नो मेहनतले गर्ने हो बिस्तारै गर्ने हो हामीले नै साथ सपोर्ट दिनुपर्छ होइन आफ्नो मान्छेहरूले नै अनि फुडहरूको मैले देखाएँ मलाई खासै फुडहरू देखाउनु त मन लाग्दैन मलाई कहिले पनि खाएको यता मुकबाङ सुकबाङ मलाई खै आएर न वाइ मलाई देखाउनु चाहिँ मन लाग्दैन तर फुड टेस्ट गर्दा सबै फुडहरू चाहिँ मिठो छ साँच्चैकै मिठो छ 100मा इफ आई हेभ टु गिभ देम आई विल गिभ देम 80 100मा 80 20 चाहिँ इट्स बिकज अफ सर्भिस कहिले कहिले चाहिँ होइन सबै चिज बुझ्नुपर्ने हुन्छ अनि एभ्रिथिङ इज गुड बिस्तारै बन्दैछ सबै चिजहरू बिस्तारै बिस्तारै बन्दैछ अब इन्कम आउँदै गर्दै गर्नुहुन्छ एकैचोटि त सबैले अब सबैजनाको त हुँदैन नि त होइन त्यही भन्दै जाने बेलासम्म पनि म तपाईँहरूलाई भिडियो देखाउने छु हेर्दै गर्नु होला प्लिज प्लिज भटमास अर्डर गरेको छु गाइस खाँदै थिएँ खाएँ मिठो छ यो पनि यु क्यान सी अब खासै भिडियो देखाउन मन लाग्दैन फुडहरूको मलाई तर जे हो त्यही हो है अब म खाएर पनि देखाइदिन्छु है तपाईँहरूलाई एकछिन वेट गर्नुहोस् है ब्लगर बन्न सजिलो त रहेन रहेछ हेर्नु यस्तो फोन समातेको समाते मी पनि टुवा पर्छ होला मिठो छ तर सबै फुडहरू मैले चिकन पनि अर्डर गरेको थिएँ चिकनको मेरो छोराले सिद्धाएर मिठै मानेर सिद्धाएको है मिठो छ खाएर भिडियो देखाउनुहुन्न खाएर भिडियो देखाउनुहुन्न भन्नुभयो आज खाएर भिडियो देखाइदिएको मिठो छ इभिनिङमा आउनुहोस् यु विल ह्याभ फन ल गाइस दिस इज द प्लेस यु क्यान सी है ठाउँ राम्रो छ अनि यु गेट माई ब्याग एन्ड मीको ब्याग पनि है अनि यु क्यान सी दिस पोइन्ट है मी अगाडि जानै हुँदैन दिस द इन्ट्रान्स अनि यहाँको जग्गा पनि लिनुभएको छ जुन जग्गामा चाहिँ अब फ्युचर होइन अब 2-3 महिनापछि चाहिँ उहाँहरूले लोकल कुखुरा खाना लोकलहरू कुखुराहरू पालेर गर्छु भन्नुभएको छ यहाँ पार्किङको लागि अलिकति स्पट भएको छैन पार्किङको लागि गर्दै हुनुहुन्छ तपाईँहरू आउन सक्नुहुन्छ फुड एकदम मिठो मैले भनेको जस्तै यो इन्ट्रान्स भयो फुडहरू एकदम मिठो कटेजहरू छ यहाँ यु क्यान सी दिस अ बार अनि सानो मिनी बारहरू छ अनि त्यहाँ इज यो कटेजको टाइपको रुमहरू छ तपाईँहरू आउनु भन्नु मलाई गर्ने बित्तिकै हुन्छ ल गाइस आई केम टु दिस ब्याम्बू हुक एन्ड ब्याम्बू रेस्टुरेन्ट रमाइलो भयो इट्स नट अ हुक एन्ड ब्याम्बू होटल इट्स अ हुक एन्ड ब्याम्बू रेस्टुरेन्ट है रेस्टुरेन्ट हो यो चाहिँ नागार्जुनमा पर्ने सीता पाइलाबाट यो ठाउँमा पर्छ एन्ड देन बन्दैछ राम्रो छ खाना खाएँ आई ह्याड अ गुड टाइम ओभर हियर अनि रमाइलो लाग्यो बन्दैछ सबै चिजहरू खुसी लाग्यो सबै चिज ओभर फ्रेन्डली सबैजना एकदम फ्रेन्डली होइन स्टाफ पनि निडेड छ इफ एनीबडी वान्ट्स टु कन्ट्याक्ट मी मेरो टिकटकमा मेसेज गर्नु होला स्टाफ पनि निडेड छ यहाँ तर एकदम ओभरअल एभ्रिथिङ इज गुड मैले तपाईँहरूलाई फुडकोहरू पनि सबै देखाइसकेँ होला हेर्नुहोस् प्लिज डु कमेन्ट डु लाइक एन्ड डु सेयर माई भिडियोज गाइज एन्ड थ्याङ्क यू सो मच आज घुमेर आयो रामकोट चाहिँ एक्ज्याक्टली रामकोट चाहिँ होइन त्यो ठाउँ चाहिँ तपाईँहरू सीता पाइलाबाट जानुभयो भने चाहिँ अब कसरी तपाईँहरूलाई भने सीता पाइलाबाट जानुभयो भने चाहिँ रामकोट जाने बाटो सिधै जानु खोज्नुभयो भने चाहिँ एउटा चोक आउँछ महाकाल चोक तपाईँहरूले बोर्डमै देख्नुहुन्छ त्यो बोर्डबाट तपाईँहरू लेफ्ट बायाँतर्फ लाग्नुभयो भने चाहिँ सिधै जानुभयो भने चाहिँ तपाईँहरूले अलिकति तलपट्टि चाहिँ तपाईँले याद गर्नुहुन्न होला तर हुक एन्ड ब्याम्बू रेस्टुरेन्ट once again it's not hotel मैले चाहिँ होटल पनि but it's not hotel it's a restaurant याद गर्नु होला that's the exact direction है please do visit do support go there and taste the food